एकैछिन यो भिडियोलाई हेर्नुहोस् है साथीहरू। अचानक खसिसकेपछि साँच्चीकै के भएको हो यो भिडियोमा जस्तो लाग्ला। त्यति धेरै सोच्नु पर्दैन हजुर, त्यति धेरै सोच्नु पर्दैन। आज मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। ए हजुर हेर्नुहोस् न, आज पहिलो दिन हो हजुर। 100 दिनको च्यालेन्ज लिएर आएको छु। 25 पुसअप्स गर्ने, त्यति धेरै पनि गर्नु पर्दैन। के म आफ्नो शरीरलाई परिवर्तन गर्न सक्छु त 100 दिनभित्रमा? त्यसैको लागि हजुरहरू सामु यो भिडियो लिएर आएको छु। एकैछिन यो भिडियोलाई हेर्नुहोस् है त साथीहरू, एकैछिन हो हजुर। बिहानैको समयमा मैले के गरेँ भनेर हैरान हुनुहुन्छ भने डम्बल्सहरू उठाएर केही वार्मअपको सँगसँगै मैले चाहिँ नि आफ्नो 25 पुसअप्सको च्यालेन्जलाई कम्प्लिट गरेँ पहिलो दिन हो हजुर, पहिलो दिन। अनि आजको दिन केही अजीब र अनौठो गरौँ भनेर चाहिँ नि मसँग यो काँटा थियो। अनि त्यो भाइहरूलाई मैले सल्लाह गरेँ यो काँटा लगेर त्यहाँ एउटाको कानमा लगेर राखिदियो। अनि के गर्नुपर्छ भनेर भन्दाखेरि यो भाइको हाँसो हेर्नुहोस् न, हाँसो हेर्नुहोस् न हजुर, हाँसो हेर्नुहोस् न। झट्ट हेर्दा कहाँको विदेशी नागरिकहरू जस्तो देखिने, त्यति धेरै सोच्नु पर्दैन। यो हाम्रै गाउँघरको नागरिकहरू हुन्। अनि देख्न सक्नुहुनेछ के पछि के भयो भनेर। अनि ओहो हँसाएरै मार्ने भयो बुढाले। के भन्दैछन् सुन्नुहोस् है त। यो चस्माले त कालो देख्छ कि सेतो देख्दैन नि। अरू हो त के रे नि मैले फोन राख्छु कि मेरो कि बेच्न लाग्यो माने हो हजुर, के भन्दैछन् सुन्नुहोस्। अनि यो भाइले चाहिँ नि जय भोले हजुरको भाङ नखाए नि खाला जस्तो छ। तेरि पनि हेरिहाल्नुहोस् है त, त्यो पछि के हुन्छ फेरि सुनिहाल्नुहोस् के भन्दैछन्। साँच्चीकै यति धेरै मान्छेहरूको भिड अनि के हुँदैछ जस्तो लाग्ला। भिडियोमा अन्तिमसम्म जोडिनु भएको छ, एकदमै धेरै धन्यवाद। यत्रो धेरै मेहनत गरेको छौँ हजुर। भिडियो बनाउन त्यति सजिलो त छैन जति देख्दा सजिलो हुन्छ हो हजुर। के पछि के हुन्छ यो कानमा यस्तो भइसकेपछि चाहिँ उसलाई के भयो भनेर बिस्तारै हो हजुर के हुँदैछ यहाँ जस्तो लाग्ला। एकैछिन यो भिडियोलाई हेर्नुहोस् है त साथीहरू। खोलाको किनारमा के भइरहेको छ, चारैतिरको हरियाली दृश्य सँगसँगै हुन लागेको के हो। अनि यो सानो छोरा बाबुले के गरिरहेको छन्, बाबुले के गर्दैछन् खोलाको किनारमा हो हजुर। खोलाको किनारमा के गर्दैछन् भनेर ढुङ्गा फालिसकेपछि किनारमा भिडियो ढुङ्गा बनाउने क्रममा मेरो ब्लगमा हजुरहरूलाई स्वागत छ। अब मेरो छोराले के गर्दैछन् भनेर हैरान हुनुहुन्छ भने बाबु के गरेको अब जाम भयो। किसिमको भिडियोहरू हेर्नको लागि आजको दिनदेखि हरेक दिन मेरो भिडियो साँझको समयमा ब्लग आउनेछ, त्यो हजुरहरूको लागि। अनि यति राम्रो पट्टुसँग के गर्दैछन् त मेरो सानो छोरा हैरान हुनुहुन्छ भने यो पट्टु कति राम्रो बोल्छ। म पछि भिडियो पठाइदिनेछु, त्यो भिडियो अन्तिमसम्म हेर्नु। जय नेपाल।